स्वरमा उद्घोष गर्नुहुन्छ। यो मनुष्य शरीर प्राप्त गरेको भवसागर पार तर्नको लागि हो र यो भवसागर पार तराउनेवाला गुरुदेव हुनुहुन्छ। त्यसैले हरेक शास्त्रमा यदि हेर्ने हो भने हरेक शास्त्रमा गुरुको वर्णन गरिएको पाइन्छ। भगवान शङ्कर पनि उच्च उच्च स्वरमा गुरुकै महिमा गाउनुहुन्छ, जसलाई गुरु गीता ग्रन्थ नामकबाट उहाँले गुरुको महिमा गाउनु भएको छ। त भगवानले नियम बनाउनु भएको छ कि गुरुबाट नै मलाई प्राप्त गर्न सकिन्छ। जसरी हाम्रो स्कुलमा नियम हुन्छ, पहिले टिचरसँग हामीले सल्लाह गर्छौँ र टिचरबाट समाधान नभएको भाइस प्रिन्सिपलकोमा पुग्छ, भाइस प्रिन्सिपलकोबाट समाधान नभएको बल्ल प्रिन्सिपलकोमा पुग्छ, हो कि होइन? त्यस्तै प्रकार भगवानले पनि आफ्नो नियम बनाउनु भएको छ।